नमस्कार। आज हामी चितवनको भरतपुरमा भएको एउटा अत्यन्तै दुःखद घटनाबारे कुरा गर्दैछौँ। शुक्रनगरमा गत शुक्रबार हो, निकै नै विचलित पार्ने घटना हो यो। हामीसँग भएका अब समाचारका विवरणहरूलाई आधार मानेर यसको बारेमा अलिक गहिराइमा जाँदैछौँ। हाम्रो उद्देश्य चाहिँ स्रोतहरूमा के छ त्यो केलाउने र मुख्य जानकारीहरूलाई स्पष्ट पार्ने हो। घटना शुक्रबार बिहान होइन, करिब 9:45 बजेतिर। हजुर, त्यस्तै समयमा, जसमा 2 जना साना नानी बाबुको ज्यान गयो। यो घटनाको केन्द्रमा चाहिँ 42 वर्षका लीला गिरी भन्ने व्यक्ति हुनुहुन्छ। हो, उहाँ पूर्व सैनिक पनि है, स्रोतले त्यही भन्छ। हो, पूर्व सैनिक। अनि उहाँलाई लामो समयदेखि करिब 5 वर्ष भयो रे मानसिक स्वास्थ्यको समस्या थियो। 5 वर्षदेखि। अनि नियमित औषधि पनि सेवन गरिरहनु भएको थियो रे। यसले त समस्याको गम्भीरता देखाउँछ नि, हैन? नियमित औषधि खानुपर्ने अवस्था। एकदम। अझ स्रोतमा के पनि भेटियो भने उहाँ हालै यही वैशाखमा अस्पतालमै भर्ना भएर उपचार पनि गराउनु भएको रहेछ। ए हो र, अस्पतालमै? हजुर, 2081 वैशाखमा। भनेपछि अवस्था अलि अस्थिर नै थियो कि भन्ने देखिन्छ। निरन्तर हेरचाह चाहिएको अवस्था। अनि शुक्रबार बिहान के भयो त त्यो घटनाक्रम चाहिँ? शुक्रबार बिहान त उहाँले सधैँ जस्तै आफ्नी छोरी 7 वर्षकी प्रभा अनि भतिज 5 वर्षका सज्जन हो, उनीहरूलाई स्कुटरमा राखेर स्कुल लैजान लाग्नु भएको थियो रे, सधैँको जस्तै। तर त्यही बेला केही गडबड भयो हैन? 81। स्रोतले के भन्छ भने उहाँले अचानक बच्चाहरूलाई स्कुटरबाट झार्नु भयो अनि कोठामा लगेर भित्रबाट चुकुल लगाउनु भयो रे। अनि त्यसपछि धारिलो हतियार खुर्पा प्रयोग गरेर उनीहरूको हत्या गर्नुभयो। सुन्दा पनि कस्तो कस्तो। त्यो बेला घरमा अरू कोही थिएनन्? के थियो परिस्थिति? खासमा त्यो बेला घरमा मान्छेहरू अलिक कम हुनुहुन्थ्यो, जस्तो कि लीलाजीकी श्रीमती विमला, उहाँ चाहिँ अस्पतालमा। अस्पतालमा किन? उहाँहरूको 11 वर्षको छोरा बिरामी भएर। अनि श्रीमती र दाजु दया दुवैजना अस्पतालमा हुनुहुन्थ्यो। छोरालाई डिस्चार्ज गराएर फर्किने तयारीमा। अनि बुवा शेरबहादुर पनि घर बाहिर हुनुहुन्थ्यो। घरमा भाउजू विष्णु कुमारी चाहिँ हुनुहुन्थ्यो। उहाँले नै बच्चाहरूलाई तयार पारेर लीलाजीको जिम्मा लगाउनु भएको रे स्कुल पठाउनलाई। भनेपछि घरमा प्रत्यक्ष हेर्ने मान्छे खासै नभएको जस्तो भयो त्यो बेला। त्यस्तै देखिन्छ। अनि घटना बाहिर कसरी आयो त? कसले थाहा पायो? त्यही भाउजू विष्णु कुमारी अनि छिमेकीहरूले बच्चाहरू चिच्याएको आवाज सुन्नु भएछ। अनि उहाँहरू पुग्नु भयो? हो, जम्मा भएर ढोका फोरेर हेर्दा त भित्र एकदमै डरलाग्दो दृश्य। कस्तो? दुवै बच्चाहरू रगतमा लतपतिएर अचेत अवस्थामा थिए रे। अनि लीलाजी आफै पनि। उहाँलाई के भएको थियो? उहाँले पनि त्यही खुर्पाले आफैलाई टाउको र घाँटीमा हानेर गम्भीर घाइते अवस्थामा भेटिनु भयो। आत्महत्याको प्रयास। त्यस्तै देखिन्छ। यो सबै हुनुको कारण चाहिँ के होला भनेर के अनुमानहरू छन्? एउटा अनुमान छ जुन स्थानीय वडाध्यक्ष छविलाल सापकोटाले गर्नुभएको छ। उहाँले के भन्नुभएको छ भने श्रीमती अस्पतालमा भएको बेला सायद लीलाजीले नियमित लिनुपर्ने औषधि छुटाउनु भयो कि औषधि छुटेर यस्तो भएको हुन सक्छ भन्ने अनुमान हो। त्यही कारणले घटना भयो कि भन्ने उहाँको अनुमान छ। तर यो अनुमान मात्रै हो नि, पुष्टि भएको कुरा होइन। हो, त्यो त हो। तर यसले मानसिक स्वास्थ्यमा नियमित औषधि र हेरचाह कति महत्त्वपूर्ण छ भन्ने चाहिँ देखाउँछ। एकदमै सानो कुराले पनि कति ठुलो असर पार्न सक्ने रहेछ। अनि अहिलेको ताजा अवस्था के छ? प्रहरी अनुसन्धान कहाँ पुग्यो? अहिले जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालले बताए अनुसार बच्चाहरूको त घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भयो। अनि लीलाजीको अवस्था चाहिँ गम्भीर छ। उहाँको सीएमसी अस्पतालमा उपचार भइरहेको छ अरे। त्यसो भए सारमा भन्दाखेरि यो घटना चाहिँ लामो समयदेखि मानसिक स्वास्थ्य समस्यासँग जुझिरहेका व्यक्तिले सायद औषधि छुटेको बेला हुन सक्छ, चरम अवस्थामा पुगेर आफ्नै परिवारका सदस्यको हत्या गरी आत्महत्याको प्रयास गरेको घटना हो। दुःखद यथार्थ यही हो। यसले साँच्चीकै गम्भीर प्रश्नहरू उठाएको छ। मानसिक स्वास्थ्य समस्याको व्यवस्थापन, परिवारको सुरक्षा, यी सब कुराहरू। अनि समुदायमा पनि ठूलो असर परेको होला नि? पक्कै पनि। एकदमै स्तब्ध बनाएको छ समुदायलाई। यसले मानसिक स्वास्थ्य सेवाको पहुँच, सामाजिक सहयोग प्रणाली कस्तो हुनुपर्छ भन्ने बारेमा सोच्न बाध्य बनाएको छ।